यहाँ मकै रोपेको रहेछ यहाँनिर। सो हे गाइस, मैले चाहिँ एकदमै राम्रो दामी खालको स्पट पाएको थिएँ रिल्स बनाउनु लागि। आज आउँदैछु रिल्स बनाउनु लागि हो। र साथीहरू एउटा कुरा के भने तपाईँलाई याद भएकै कुरा हो, हाम्रो सिक्किममा चाहिँ एउटा गाडीलाई जुन चाहिँ हेलमेट लगाएको छैन भनेर एआईले पक्रियो भनेर है। तर त्यही कुरामा चाहिँ हाम्रो कन्टेन्ट क्रिएटरहरू छ, जो इन्फ्लुएन्सरहरू छ है सिक्किमको जति पनि भयो, उहाँहरू सबैजनाले यसमा चाहिँ नराम्रो अब कन्टेन्टहरू बनाउनु हुँदैछ, लाइक अब जोक्स टाइपको। तर होइन है, यो चाहिँ अब के हुन्छ भन्दाखेरि पिपलहरू जो अनएजुकेटेड पिपलहरू छ उनीहरूलाई अब के लाग्छ भने चाहिँ हेलमेट लगाएर गाडी कुदाउनु पर्दो रहेछ। लाइक के भन्नु चाहन्छु भन्दाखेरि प्लिज तपाईँहरू यसमा चाहिँ भिडियो चाहिँ नबनाइदिनुहोस् कन्टेन्ट। अब ठिकै छ बनायो कन्टेन्ट, तर अब त्यसमा नराम्रो अरूलाई के भन्छ नलेज अरूलाई त्यो उनीहरूले चाहिँ नराम्रो चाहिँ नबुझोस् न है। उनीहरूले राम्रो तरिकाले बुझ्छ। तर मलाई जति सक्दो लाग्छ कि अब त्यसमा चाहिँ भिडियो बनाउनु राम्रो होस्। So hi everyone, super hi, welcome back to my channel Alvina Rai Vlogs. So good morning, एकदमै गुड मर्निङ तपाईहरु सबैजनालाई ठिकै हुनुहुन्छ होला है। म पनि एकदमै सन्चै एकदमै ठिकै भनौँ। र अब भने चाहिँ म चाहिँ रोटी खाइदिन्छु है। सो साथीहरु मैले चाहिँ के भने रोड क्रस गरेँ है त। यहाँ रोड क्रस गर्नु चाहिँ एकदमै मुस्किल पर्छ, पुरा गाडी कुदेको हुन्छ। र अब भने चाहिँ म चाहिँ कहाँ जाँदै गरेको भने चर्च गएको साङखोला। यहाँदेखि चाहिँ गाडी रोकेर जानुपर्ने हुन्छ है अस्तिको चर्च। र नाना आउनुहुँदैछ उताबाट पल्लो बाटोबाट, म नानालाई पर्खिरहेको छु। तपाईँहरू अहिले बस्छु है। सो गाइज मैले चाहिँ इटो बेबी बोकिरहेको छु अहिले भने चाहिँ होइन। अन्त जो नाना पर्खिरहेको थियो उहाँ यहाँ हुनुहुन्छ। जिसुबराई यहाँ चाहिँ मेरो नाना भर्खर बनिनु भएको साथी, चर्च जाने साथी हो। अस्तिको पालि चाहिँ एक्लै थिएँ, यो पालिदेखि मेरो साथी पाएको छु। सँगै जानुपर्छ, सँगै जानुपर्छ। अरूदेखि पक्रिदिनु चाहिँ म र नानीको यो सिम्पल हिट मात्रै हो। 40 वर्षको यो दुःखमय यात्राको अन्त भएर अब नयाँ सुखमय यात्रा हुन्छ, सुरु हुन्छ त्यो यात्रा। वाट इज दिस भने के हो अचम्मको कुरो। अब उनीहरूले जान्छ रूपमा परमेश्वरमा चर्चबाट निक्लिए होइन। चर्च मास सक्यो हाम्रो 40 जना। यहाँनिर हाम्रो दादाहरू हुनुहुन्छ। सो अब भने चाहिँ नाना र म चाहिँ फर्किने, गाडी रोकेर फर्किनु पर्ने हुन्छ। अहिले भेट्छु। हेलो हेलो यहाँ अगाडि चाहिँ हाम्रो दाजु दिदीहरू जानु ऊ तल हाम्रो नाना मसँग हुनुहुने नाना। र अहिले चाहिँ हामी चाहिँ उता त्यो अहिलेको रोडमा निक्लेर चाहिँ ओह्रालो झर्छ, त्यहाँबाट गाडी रोकेर जानु अरे आज चाहिँ है। यहाँ मकै रोपेको रहेछ यहाँनिर। अनि गरम चाहिँ घाम लागेको छैन कि त्यस्तो कडा घाम लागेकै छैन, घामै छैन। र पनि एकदमै बेसी गरम छ, बाफ आइरहेछ है। हामी चाहिँ यता जान्छौँ। हजुर
चाहिँ उनीहरूसँग यता र उहाँहरू चाहिँ छुट्टिनु भयो हाम्रो आज नानाले कहाँ लाँदैछ मलाई नयाँ नयाँ बाटो नाना नयाँ नयाँ बाटो लाँदैछ मलाई आज हेलो वाउ Hi guys, welcome to our channel guys. मलाई पछाडिबाट जिस्काउँदैछ भाइले भिडियो बनाएको देखेर है कस्तो हामी चाहिँ उहाँ दादाको घर जाँदैछ जस्तो लाग्यो अगाडि हुनु नै है अन्त रोड चाहिँ यहाँ तल्लोपट्टि छ बाटो चाहिँ यस्तो रहेछ यहाँनिर एकदम जङ्गल तपाईँहरू अहिले भेट्छु है त एकछिन एकछिनबाट है हाई 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 आज चाहिँ म नानासँग आएको एकदमै टुर हुँदैछ दामी फुल रहेछ टिपिदिउँ न जङ्गली फुल एकदमै टुर हुँदैछ नानासँग हामी चाहिँ यहाँ तल एसटिपीको रोड आइपुग्नु आँटिसक्यो है अन्त के भन्नु तपाईँहरूलाई गाइस एकदमै सन्चै हुनुहुन्छ होला होइन म चाहिँ एकदमै सन्चै छु फुल रोड आइपुग्यो अब भने चाहिँ सो हामीहरू चाहिँ यो एसटिपीको अगाडि आइपुग्यो अहिले भने चाहिँ है यहाँ निक्लिँदो रहेछ अहिलेको दादाहरू म पर हुनुहुन्छ हामी चाहिँ ऊ दादाको घर गएको ऊ पर अरे हाम्रो चुन्नुमनी चाहिँ सुत्नु भएछ हो यसरी कति मजाले गरम पनि भयो होला है अर्पण नाना के भन्नु छ र गर्मी भएर चाहिँ कहिले गएर बस्नुहुन्छ थाकेर अब चिसो कोक खाने मलाई गरम भइरहेको छ नि कोक खाने चिसो तपाईँ के खाने रे कोक खाने कि के खाने रोटी खाने म कोक खाने हाम्रो नानाको केस के डरलाग्दो मोमो के डरलाग्दो लामो मोटो है मेरो मम्मीको रहेछ केस चाहिँ मेरो मम्मीको पनि यस्तै छ नि केस अझै सुकेकै छैन बेसी मोटो भएर है हामी चाहिँ उदाजुको चाहिँ रुम पुग्यो होइन प्लान्टहरू पनि कति दामी दामी मतलब कति मजाले मिलाएर राख्नु भएको यहाँनिर रहेछ एउटा ऊ पारिपट्टि एउटा ऊ पारिपट्टि हो अनि हाम्रो यहाँ बेबी सुतिरहनु भएको छ होइन यहाँनिर पनि प्लान्ट टिबिसी दादा उहाँको रुम रहेछ परिवारसँग बस्नु हुँदो रहेछ नि त म चाहिँ बस्दै यहाँ पनि प्लान्ट सो हे गाइस मैले चाहिँ एकदमै राम्रो स्पट आएको थियो रिल्स बनाउनु लागि आज आउँदैछु रिल्स बनाउनु लागि हो यहाँ रिल्स बनाएको छु 2टा जस्तो सो एकदमै छिटो अपलोड गर्नेछु अब चाहिँ यहाँबाट हामी निक्लेको है भन्नु घर जाँदैछ हामी चाहिँ गाडीमा छ अहिले भने चाहिँ होइन साथीहरू बाई 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 सिसिम सो अब भने चाहिँ म चाहिँ गएको है नानाको घर बाई बाई भन्नु नाना पनि बाई बाई भन्नु बाई बाई यता यता छोडिदिनु सिसिम सिसिम मलाई क्यामेरा यता घुमाएको छ नि याद छ क्या बाई 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 म गएको ल हुन्छ सन्डे भेटौँ ल हुन्छ हुन्छ लु गएको